सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। है मित्रहरू, अहिले सरकारले सुकुम्बासी बस्तीहरूमा धमाधम डोजर चलाइरहेको छ। मेरो चाहिँ यसमा असहमति छ। मेरो तर्क चाहिँ के हो भन्दाखेरि, सरकारी जग्गा थिएछ भने पहिला सरकारले किन संरक्षण गर्न सकेन? पहिला पनि त सरकारै थियो नि त, होइन? सरकारै थियो पहिला चाहिँ नै, सरकार नभएको, जनप्रतिनिधि नभएको भन्ने त होइन। त्यसरी सरकारी जग्गा, यो जग्गा भन्ने सरकारी निजी भनिरहनु भन्दा पनि यो चाहिँ, यसको चाहिँ काम छैन हौ खासमा भन्ने हो भने, है? अझ म लाग्छ म त सरकारले आफ्नो जग्गा भन्ने यो त्यो भन्ने, जग्गा त आफ्नो, जनता चाहिँ कसको हो त? सरकारलाई मेरो प्रश्न छ। यो जनता चाहिँ कसको हो त? यो 3 करोड जनता चाहिँ, होइन? घर चाहिँ मेरो, छोराछोरी चाहिँ मेरो होइन भनेर चाहिँ नि आमा बाउले, अभिभावकले भन्न मिल्छ र? त्यही खालको कुरा जस्तो लाग्छ म चाहिँ। सरकारी जग्गा त्यसरी संरक्षण गर्नु नै पर्ने थियो भने अझै पनि थुप्रै छन्, है? सरकारले होस पुऱ्याओस् सम्बन्धित इलाका अतिक्रमण भइरहेछन् अझै पनि। सुरुमै तपाईँको चाहिँ के अरे रोक्न सक्नु पर्थ्यो। रोक्न नसकेपछि के हो त भन्दाखेरि, अब त्यहाँनिर मान्छे लगानी लगाएर बसिसक्यो, होइन? 20औं वर्ष पसिना बगाएको छ होला, कतिले मकै पोलेर एउटा छाप्रो बनाएको होला, कतिले साग बेचेर एउटा छाप्रो बनाएको होला। अब त्यो छाप्रो सबै भत्काइदिने, त्यहाँबाट उठीवास गर्ने गरिसकेपछि उसले 20औं वर्षसम्म लगाएको, खाएर लगायो र या भोकै बसेर लगायो, होइन? तपाईँको चाहिँ के अरे राम्रो लुगा लगाएर जोड्यो या लगाउने कुरामा पनि कम्प्रोमाइज गरेर एउटा सानो टहरा बनायो, होइन? त्यो टहराबाट नै केटाकेटी हुर्के, त्यहीँ हुर्के, केटाकेटीको बिहे भयो, सम्झेनाको धनी भयो। अब अहिले आउँदाखेरि तपाईँको चाहिँ नि, होइन, छोरी माइत आउँदा कहाँ आउने? लजमा आउने, है? सम्झे नै भेट्न आउँदा कहाँ आउने? लजमा आउने भेट्न। यो कुरालाई हेक्का नराखिकन सरकारले जुन खालको जबरजस्ती गर्न खोजेको छ, होइन, यसको चाहिँ म चाहिँ सख्त विरोध गर्छु। काम छैन यो। जहिले पनि लट्ठी देखाएर, बुट देखाएर, बन्दुक देखाएर, गोली हानेर, होइन, शासन गरिने यो देशमा अब यो खालको चाहिँ नि, होइन, चलनको अन्त्य गर्नुपर्छ। त्यही चलनको अन्त्य गर्नुपर्छ भनेर होला जेनजीले आन्दोलन गर्यो, होइन? जेनजीमाथि पनि लट्ठी र तपाईँको चाहिँ के अरे बुट अनि गोली त बर्साइएको थियो। र त्यसरी चाहिँ तपाईँको त्यो खालको एउटा विद्रोहबाट जन्मिएको सरकारले फेरि त्यही खालको व्यवहार गर्यो। के परिवर्तन भयो? चुपचाप केमा छाप भन्ने साथीहरूले ल्याएको परिवर्तन देख्दा म छक्क पर्छु। जनता पनि अब त्यही तपाईँको चेप्नुपर्छ। मैले धेरै भने हो भन्न त, तर अब मैले भनेको कुरा, होइन, बुझ्दैन, यो मलाई थाहा छँदैछ। अलि धेरै पछि गएर अलिकति बुझ्छ। अस्तितिर मैले थुप्रै भन्दै थिएँ, हतार नगर्नु भन्दाखेरि अहिले अर्कै कुरा भइरहेछ, होइन? सबै कुरा भनेर साध्य छैन। अहिले मैले भन्दै गरेको यो कुरा पनि साथीहरूलाई यतिखेर बिजाउँछ। तर अब हेर्दै जानुहोस्, हप्ता 10 दिन पछाडि फेरि यही कुरा सबभन्दा बेस्ट हुन्छ तपाईँहरूलाई। र म बालनजीलाई पनि सल्लाह दिन चाहन्छु, जुङ्गाको लडाइँ छोडिदिनुहोस्, है? हो, हिजो तपाईँ महानगरको मेयर हुँदाखेरि तपाईँलाई त्यहाँ एक्सन लिन दिएन, तपाईँको नगर प्रहरी इन्चार्जको टाउको फुटाइयो, यो त्यो गरियो, त्यसले गर्दाखेरि तपाईँलाई त्यो एउटा इगो लागेको छ। मलाई यस्तो गरेको थियो, म यसरी अपमानित भएर ब्याक सर्नु परेको थियो भन्ने हिसाबको सोचिराख्नु भएको छ भने आजको मितिमा तपाईँको भन्दा लामो जुङ्गा कसैको पनि छैन। तपाईँकै हो सबभन्दा धेरै जुङ्गा। छोडिदिनुहोस् त्यो सानोतिना कुराहरूमा भुलेर हुन्छ देश विकासमा, होइन? अलपत्र परेका योजनाहरू के छन्? म आफैले पनि तपाईँको चाहिँ के अरे 50-60वटा बुँदाको मागहरू राखेको छु। अरू सांसदहरूले पनि राख्नुभयो होला। त्यतातिर ध्यान दिनुहोस् न। कता यो चाहिँ नि मकै पोल्नेसँग चाहिँ नि, होइन, फुटपाथमा व्यापार गर्नेसँग यसो चाहिँ छाप्रा सक्दैन तपाईँसँग जुत्न उहाँहरू, होइन? सबै तपाईँकै छ। सेना तपाईँकै छ, सशस्त्र प्रहरी तपाईँकै छ, के अरे के भन्छ अरे नेपाल प्रहरी तपाईँकै छ, नगर प्रहरी तपाईँको, सक्दैन तपाईँसँग जुत्न क्या। 2-4 जना सुकुम्बासीमा बस्ने साथीहरूले सक्दैन। तर सक्दैन भन्दैमा तपाईँको दली नै हाल्नुपर्छ, होइन? दलन गरि नै हाल्नुपर्छ, पेलान गरि नै हाल्नुपर्छ, मारि नै हाल्नुपर्छ, कुटी नै हाल्नुपर्छ, थुनि नै हाल्नुपर्छ भन्ने त होइन होला नि त। यदि त्यस्तो हो भनेदेखि त पुरानो तपाईँको चाहिँ केपी ओली र तपाईँमा के फरक भयो? विचार गर्नुहोस् है। मेरो सल्लाह हो। हाम्रो रवि लामिछानेलाई मेरो सल्लाह छ, जनतासँग जुट्ने शासकहरू, होइन, धेरै थिए यो देशमा।
धेरै थिए होइन, आज कहाँ हुनुहुन्छ? तपाईँहरू पनि शासक बन्ने कोसिस गरिराख्नु भएको म देखिरहेको छु। यो कृत्यलाई तुरुन्त तपाईँहरूले रोकेको राम्रो हुन्छ है, सल्लाह दिएँ एज अ गुड फ्रेन्ड।